Hello everyone, good morning. This is my another vlog and म आज तपाईहरुलाई देखाउँछु कि ल स्टुडेन्टको दिन कसरी जाँदो रहेछ है त। सो अन्तिमसम्म हेर्नु होला, अन्तिमसम्म हेर्नु होला है त। म चाहिँ घरबाट निस्किसकेको छु अनि आज चाहिँ हाम्रो तीनटा क्लास हुन्छ अनि या कलेज पुगियो। नमस्कार। हाई गाइस। Hello. Good morning. Happy birthday to you. This is a birthday girl. Happy birthday. And this is our class. अब चाहिँ हामीहरु कफी खान्छौँ। हजुर आज चाहिँ लेट भएको छु त। सधैँ 4 आउनु न भाइ आज ढिलो आए के म ए कफी खाँदै हुनुहुन्छ उहाँहरु सबै मिलेर कफी हाल्दै। म त खाएको छु। चियर्स। मुर्दा सुत्छ गर्न थाल्यो। सत्य हुन्छ म त भने यति हाँसेको कस्तो लाग्यो। क्लास चाहिँ भ्यायो, अब चाहिँ ब्रेक हुन्छ है त हाम्रो। हामी चाहिँ अब लाइब्रेरी जाँदै छौँ पढ्नको लागि। हामी पढाकुहरू चाहिँ नयाँ विद्यार्थीहरूले चाहिँ देख्नु भएको छैन अरे क्या, उहाँलाई चाहिँ अब हामी देखाइदिन्छौँ। अनि या हाम्रो भाग्य चाहिँ बन्द रहेछ। के गर्ने, फर्क्यौँ हामीहरू चाहिँ। अब चाहिँ हामीहरू फर्किँदैछौँ। न्युज पेपर राखिदिनुहुन्छ अनि यहाँ चाहिँ बसेर पढ्न पाइन्छ हाम्रो केआइसीमा। राशिवाला छ ल भन्दै दुईवटा राशि हुन्छ नि त। यात्राको योग छन्, मित्र सुखका साथै सिनेमा र कार्यमा अभिरुचि रहने छ। ला राशिफल सुन्ने बित्तिकै साथीहरू यता आउनु भयो। अध्ययनमा रुचि बढ्ने छ। ओ तेरी त वैदेशिक क्षेत्रमा लाभ रहनुको साथै कार्यमा पनि उन्नति हुनेछ। पण्डितको काम गर्दै क्षेत्रीय पक्राउमा परेका छन्। आर्थिक पक्ष कमजोर देखिन्छ। शत्रु वृद्धिका साथै परिश्रमयुक्त दिन रहनेछ। ल परिश्रम गर्दा एकदम योग्य हुनेछ तिमी। यहाँ चाहिँ राशिफलका कुरा हुँदैछन् साथीहरू। प्लिज मेरो साइड प्रोफाइल लियो ल, त्यो फ्रन्टबाट नराम्रो देख्छु म। लेडिज प्रब्लम। हाई सुषमा। लेडिज प्रब्लम हेलो झरना म्याम। झरना म्याम इज क्वाइट बिजी। चाहिँ अर्को सेक्सन हो, उहाँहरूको पनि ब्रेक भएको छ। अनि त्यसपछि उहाँले चाहिँ मलाई सब्सक्राइब गर्नुभयो, न्यू सब्सक्राइबर। उनलाई चाहिँ जेल परेको छ 17 वर्ष 10 देखि 14 वर्षसम्म छोडाइदियो भनेर। उहाँ चाहिँ लयर, उहाँ चाहिँ उहाँको असिस्टेन्ट। जम्मै घुसेको ल है त रोलिङ सुटिङ एक्सन। केस लड्दिनु पर्यो। यस्तो भ्रष्टाचारीहरूको केस हामी लड्दैनौँ नि अब, बरु तलबाट यसो पैसा गरौँ न यार यसो। हैन गन्ने काम त मेरो हो। तिमीलाई गर्न दिएपछि त तिमीले लैहाल्छौ। पहिला थाहा त हुनु पर्यो। 3 4 5 6 7 8 9 10 11 12 13 14 15 15,000 छ। 1,000 तिम्रो। उसले पनि भ्रष्टाचार गरिरहेछ। निरज भण्डारी 14,000 मेरो। 5,000 दिँदैन, 5,000 दियो। 5,000 10,000 मलाई 5,000 के अरे बाठी नभए 500 फिर्ता। ल क्लाइन्ट अब तपाईँ चिन्ता नगर्नुहोस्, तपाईँलाई 14 वर्ष जेल सजाय हुन्छ। फसाउने काम त मेरो म्यामले कुरै बुझ्नु खै त आज हामीले एमरी खुवाएको। ए म चाहिँ एमरी हाम्रो बिदा हुनु
म्याम चाहिँ के भन्छ जब नभएर माथि जाँदै हुनुहुन्छ जवाफ दिनु पर्यो अब चाहिँ हाम्रो पोलिटिकल थट एन्ड थ्योरी भन्ने हुन्छ अनि त्यसपछि अनि एकदमै रमाइलो भइरहेछ यस्तै हेर्नु बिए एलएलबी पढ्नुको एकदम फाइदा भनेको चाहिँ सबै हुन्छ नि एकदम फ्रेन्डली अनि यस्तो कुरा मिल्ने खालको हुन्छ क्या आज मैले कपालको रे किलिप काटा ठोकेर उताबाट निरज आयो नानी बोकेर चुप 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 हल्ला नगर हल्ला सो हाम्रो क्लास चाहिँ भ्याइसकेको छ अब चाहिँ हामीहरू ओके म्याम म चाहिँ अब यो माथि पहिला राखेर आउँछु अनि म चाहिँ अब यो माथि झरना म्यामको अफिसमा राखेर आउँछु है त अबदेखि हाम्रो यहाँबाट हुन्छ हजुर हो 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 चाहिँ मेरो फुपू हुनुहुन्छ हेलो भनिदिनु आई लभ यु हेलो मेरो फुपू आफ्नै फुपू मेरो भगिनी होइन हाई गाइज वेलकम टु सृष्टिको भ्लग अनि आज चाहिँ हामी अलिक लेटसम्म बसिरहेको छौँ यहाँनिर किनकि हाम्रो केही काम छ काम थियो सृष्टिले नै डिस्क्राइब गर्छ ओ तिमी आजलाई चाहिँ यति नै अब चाहिँ म घर आइसकेँ त्यसपछि अनि या एकदमै ल पढ्नु भनेको एउटा भाग्य हो जस्तो लाग्छ एकदम फन त्यसपछि अनि एकदम यस्तो पिकमा छुनेवाला हुन्छ क्या यस्तो हुन्छ नि यस्तो के भनौँ क्या त्यो सो सबैले ल पढ्नुपर्छ मोरल अफ द स्टोरी सबैले ल पढ्नुपर्छ है त सो या आज यति नै देख्नुभयो होला ल स्टुडेन्टको कस्तो हुन्छ जिन्दगी भनेर है त एन्ड थ्याङ्क यू फर वाचिङ बाई बाई